शुक्र अस्त हुँदा के हुन्छ? आजको यो सामग्री नमस्कार, म ज्योतिष तथा पण्डित प्रदीप पौडेल। आज हजुरहरू समक्ष शुक्र अस्त हुँदा के कस्तो खालको समस्याहरू भोग्नु पर्छ भन्ने विषयमा जानकारी गराउनका लागि उपस्थित भएको छु। यो भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला। यसलाई लाइक र सेयर पनि गरिदिनु होला। मेरो फेसबुक पेज र युट्युब च्यानललाई फलो तथा सब्सक्राइब गरिदिनु होला र नजिकैको घन्टी दबाइदिनु होला ताकि मेरो भिडियो सामग्री सबभन्दा पहिला सुरुमा हजुरको मोबाइल अथवा कम्प्युटरमा आइपुगियोस्। शुक्र सूर्यको नजिक अथवा सामान्यतया 8 अंश या 8 डिग्री भित्र पुग्दा अस्त हुन्छ। सूर्यको तेजले शुक्रको शक्ति दबिन्छ। शुक्र ग्रहका कारक तत्व अथवा शास्त्रीय आधार के छन् त? शास्त्रले भने अनुसार काव्यम कामम सुखम वर्यम वाहनम वस्त्रभूषणम गन्ध पुष्प द्रव्यान शुक्रात पश्यत बुधहि सदा। अर्थात कविता, कला, काम भाव, सुख, पराक्रम, सवारी साधन, वस्त्र आभूषण, सुगन्ध, फूल तथा भोग विलास सम्बन्धी विषयहरू शुक्र ग्रहबाट विचार गर्नु पर्छ। यही कारक तत्त्वहरू शुक्र अस्त हुँदा कमजोर हुन्छन्। शुक्र अस्त भएको जातकमा देखिने सम्भावित समस्याहरू: दाम्पत्य र प्रेम जीवन, भोग विलास र सुखमा कमी, आर्थिक समस्या विशेषतः आरामसँग जोडिएको धन, मानसिक असर, कला, संगीत, सौन्दर्य क्षेत्रमा अवरोध, यी समस्याहरू भोग्नु पर्ने हुन्छ शुक्र ग्रह अस्त भएको बेलामा। दाम्पत्य र प्रेम जीवनमा कस्तो असर पर्छ त? आउनुहोस् यो विषयमा छलफल गरौँ। विवाह ढिलो हुनु वा वैवाहिक असन्तोष हुनु, पति पत्नी बीच दूरी बढ्नु अथवा झै झगडा हुनु, घर झगडा हुनु या आकर्षणको कमी हुनु, प्रेममा धोका अथवा एकतर्फी प्रेम सम्बन्ध मात्र रहनु, आर्थिक समस्या विशेषतः आरामसँग सम्बन्धित समस्याहरू, धन सम्बन्धीमा कमाइ भए पनि खर्च बढी हुन्छ, सौन्दर्य, कला, फेसन, होटल, गाडी जस्ता क्षेत्रमा हानि हुन्छ। यसै गरी भोग विलास र सुखमा कमी, जीवनमा चाहिएको सुख नपाइनु, सुविधा भएर पनि मन सन्तुष्ट नहुनु, विलासी वस्तु टिक्न नसक्नु, शारीरिक तथा मानसिक असर अन्तर्गतमा आफ्नो मनको इच्छा कम हुनु अथवा कामेच्छा कम हुनु, प्रजननसँग सम्बन्धित समस्या, आत्मविश्वासमा कमी हुनु, सौन्दर्यप्रति हीन भाव रहनु अथवा म राम्रो छैन भन्ने भावना रहनु। थिए शुक्र ग्रह अस्त हुँदा हामीले के कस्ता खालका समस्याहरू भोग्नु पर्छ भन्ने विषयमा जानकारी। अस्त भएको शुक्रलाई आफ्नो राशि अनुसार, कुण्डली अनुसार कसरी बलियो बनाउन सकिन्छ त? त्यसको लागि अर्को सामग्री आउँदैछ, कृपया प्रतीक्षा गर्नुहोला।
राधे राधे।